हेलो एभ्रिवान। आज चाहिँ यहाँनिर दिन अलिकति भइरहेको छ, बिग्रिरहेको छ हो। अन्त आज हामी चाहिँ घुम्नु जाउँ भनेको प्लानिङ छ साथीहरूसँग जाने बाहिर। तर आजको वेदर चाहिँ यहाँ चाहिँ यस्तो भइरहेको छ, देखाउँछु हेर्नुहोस् त तपाईँहरूलाई। हेर्नुहोस् है, यस्तो भइरहेको छ आजको। अलिकति उज्यालो पनि हुँदैछ, पानी पर्ला जस्तो पनि छ। बिहान चाहिँ पानी नै पर्दै थियो। अब हेरौँ हामीलाई वेदरले साथ दिन्छ कि दिँदैन है। अन्त म तपाईँहरूलाई अहिले एकछिनमा अपडेट दिन्छु है। अन्त अब चाहिँ हामी चाहिँ रेडी हुन आँटेको, गएर म तपाईँहरूलाई देखाउँछु त्यो प्लेस जग्गाहरू है तपाईँहरूलाई। सो यहाँ हाम्रो सिस्टर रेडी हुँदैछ आजको ट्रिपको लागि। एकदम बिजी छ है ऊ चाहिँ, एकदम त्यहाँ हेयर स्टाइलमा बिजी भइरहेको छ हो। अन्त यहाँ हेर्नुहोस् यस्तो फैलाइरहेको छ हो। यहाँ हेर्नुहोस् मेकअपको चाहिँ यहाँदेखि लिएर at the checkpost. I know this place. अहिले चाहिँ हामी सुखे आइपुग्यो। अन्त सुखे पेट्रोल पम्पमा चाहिँ तेल हालेर जस्ट अब यहाँबाट चाहिँ कसले चाहिँ चिन्ने अगाडि को छ अगाडि हिँड भनेर चाहिँ हामी एकछिन यहाँ वेट गर्दैछ है। टिकट काउन्टरमा आएर सोधेको हामीले। यहाँबाट चाहिँ बाइक स्कुटी केही पनि लानु पाउँदैन अरे उकालो चित्रे चाहिँ। अन्त सो यहाँ हल्का टिकट गरेर यहाँबाट अब स्कुटी बाइकहरू हामीले यहाँ थन्क्यौँ। यहाँबाट 3 किलोमिटर छ भन्दैछ उकालो। सो हामी ट्र्याकिङ पनि हुन्छ भनेर चाहिँ हिँडेको उकालो। बाइक जानु दिएन, हामीलाई लानु दिएन। तर हामी चाहिँ अब ट्र्याकिङ यहाँबाट ट्र्याकिङ यहाँबाट 3 किलोमिटर भन्दैछ हो। अगाडि हेर्नुपर्छ अब कति छ। उफ, धन्न वेदरले चाहिँ साथ दियो हामीलाई। ऊ साथीहरू तल छ, छोडियो सबै। आया अब यहाँबाट यहीँबाट यहाँ आउँदा यस्तो भयो हो। माथि पुग्दा चाहिँ हालत खराब हुने रहेछ हाम्रो चाहिँ। यता सर्टकट रहेछ कि हो, यताबाट जानुपर्छ होला है। हेर्नुहोस् साथीहरू, आमा यहाँको भ्यूज चाहिँ दामी रहेछ। तर भ्यू चाहिँ जति उकालो आयो त्यति दामी। हिँडेको थाकेको उकालो सबै बिर्सिने रहेछ, यस्तो दामी रहेछ यहाँबाट चाहिँ। फाइनली आइपुग्यो हामी चित्रे। यो चाहिँ चित्रे गुम्बाको गेट, एन्ट्री गेट रहेछ। यहाँबाट भित्र पसेर चाहिँ गुम्बा हत्तु भएर आइपुग्यो हामी। हत्तु यहाँबाट उकालो चाहिँ सल्याक्कै तिर्खा लागेर पानी खानु मन लागेर अब भित्र पसेर हल्का पानी सानी मागेर खाएर अलिकति रिल्याक्स गरेर चाहिँ माथितिर घुम्नु जाउँ भनेको जानुपर्छ अब। साथीहरू आजलाई यति नै। अब चाहिँ हामी फर्केको, थाकेर हत्तु भयो, त्यसले गर्दा
फर्किँदाको चाहिँ मैले क्लिप्सहरू भिडियोहरू केही पनि हाल्नु पाइनँ। आजलाई यति नै, बाई बाई, सी यू इन नेक्स्ट भ्लग।